नमस्ते। हाम्रो वरिपरिको संसार, हाम्रो समाजको आर्थिक संरचना कसरी चल्छ कहिले सोच्नु भएको छ? आज हामी त्यही प्रणाली अर्थात् पुँजीवादको अलिक गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। यो विश्लेषणमा हामी एउटा विशेष दृष्टिकोणबाट यसका भित्री तहहरू केलाएर हेर्नेछौँ। ल एउटा एकदमै गहिरो प्रश्नबाट सुरु गरौँ है त। के कुनै पनि मान्छेको मेहनत र समय, जसलाई हामी श्रम भन्छौँ, त्यो बजारमा किनबेच हुने कुनै अरू वस्तु जस्तै हो त? आलु प्याज जस्तै? यो प्रश्नले पुँजीवादको मुटुमै छुन्छ र हाम्रो आजको छलफलको आधार पनि यही हो। आजको हाम्रो यात्रा यस्तो हुनेछ। हामी यी 5 चरणमा अघि बढ्नेछौँ। सुरुमा पुँजीवादको परिभाषा, त्यसपछि यसको चरित्र, यसका विभिन्न रूपहरू, अनि एउटा मार्क्सवादी दृष्टिकोण, र अन्त्यमा चाहिँ यसभित्र लुकेको एउटा प्रमुख अन्तर्विरोधको बारेमा कुरा गर्नेछौँ। ल अब यसमा डुबौँ। सबैभन्दा आधारभूत प्रश्न, आखिर यो प्रणाली, यो पुँजीवाद भनेको चाहिँ के हो त? स्रोतका अनुसार पुँजीवाद बनेको एउटा यस्तो आर्थिक सामाजिक प्रणाली हो जहाँ उत्पादनका साधनहरू मतलब उद्योग, जमिन, कल कारखाना, पैसा यी सबै केही व्यक्ति वा कम्पनीको निजी हातमा हुन्छन्। अनि यहाँ हरेक काम गर्नुको मुख्य लक्ष्य भनेकै नाफा कमाउनु हो। कुन सामानको भाव कति हुने भन्ने कुरा चाहिँ बजारले नै तय गर्छ। अब स्रोतको तर्क अनुसार यो प्रणालीले समाजलाई दुईवटा मुख्य समूहमा बाँड्छ। एकातिर हुन्छन् पुँजीपति जो फ्याक्ट्री, जमिन र पुँजीका मालिक हुन्, अनि अर्कोतिर हुन्छन् मजदुर जोसँग आफ्नो श्रम बेचेर ज्याला कमाउनु बाहेक अरू कुनै विकल्प नै हुँदैन। यही मालिक र मजदुर बीचको सम्बन्ध नै पुँजीवादको एकदमै मुख्य आधार हो। यो के हो भनेर त बुझियो। अब यो प्रणालीले काम कसरी गर्छ त? यसलाई चलाउने यसका आधारभूत चरित्रहरू के हुन्? आउनुहोस् हेरौँ। यसका केही प्रमुख चरित्रहरू छन्। पहिलो त निजी स्वामित्व, मतलब धेरैजसो कुरा व्यक्ति वा कम्पनीको हुन्छ। दोस्रो नाफाको दौड, जहाँ समाजलाई के फाइदा हुन्छ भन्दा पनि नाफा कसरी कमाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तेस्रो वर्गीय विभाजन, त्यही मालिक र मजदुर बीचको खागल। चौथो एकदमै चर्को प्रतिस्पर्धा भएको बजार। र पाँचौं यो प्रणाली सधैँ एक नासले चल्दैन। समय समयमा आर्थिक मन्दी र बेरोजगारी जस्ता सङ्कटहरू आइरहन्छन्। अब एउटा एकदमै महत्त्वपूर्ण अवधारणाबारे कुरा गरौँ, अधिशेष मूल्य। मतलब नाफा चाहिँ आउँछ कहाँबाट? यसलाई यसरी बुझौँ। पहिलो चरणमा मजदुरले आफ्नो मेहनतले कुनै वस्तु बनाउँछ जसको एउटा निश्चित मूल्य हुन्छ। दोस्रो चरणमा उसले त्यो काम गरे बापत ज्याला पाउँछ, तर त्यो ज्याला उसले सृजना गरेको कुल मूल्यभन्दा सधैँ कम हुन्छ। र तेस्रो चरणमा त्यही ज्याला नदिएको बाँकी मूल्य नै मालिकको नाफा बन्न पुग्छ। यही प्रणालीले गर्दा समाजमा केही ठूला परिवर्तनहरू देखिन्छन्। जस्तै मानिसको श्रम बजारमा किनबेच हुने एउटा वस्तु बन्छ। सम्पत्ति विस्तारै केही सीमित मानिसको हातमा जम्मा हुँदै जान्छ। नाफा बढाउनका लागि उत्पादकत्व बढाउनुपर्छ, त्यसैले नयाँ प्रविधिको खोजी भइरहन्छ। अनि बजार सानो ठाउँमा मात्र सीमित नरहेर विश्वव्यापी बन्छ। तर के पुँजीवाद संसारको सबै ठाउँमा एउटै किसिमको हुन्छ त? हुँदैन। यसका पनि विभिन्न रूप र नियमहरू छन्। आउनुहोस् ती के हुन् एकछिन हेरौँ। यहाँ केही प्रमुख प्रकारहरू देखाइएका छन्। जस्तै लेसे फेयर, जहाँ सरकारले बजारमा खासै हस्तक्षेप गर्दैन, सबै कुरा बजारलाई नै छोडिदिन्छ। अर्को छ राज्य पुँजीवाद, जहाँ राज्य आफै एउटा ठूलो व्यापारी जस्तो हुन्छ। अनि कल्याणकारी पुँजीवाद, जहाँ स्वास्थ्य, शिक्षा जस्ता सामाजिक सुरक्षा बलियो हुन्छ। त्यस्तै नव उदारवाद, जसले सरकारी कम्पनीहरू बेच्ने र नियमहरू खुक्लो बनाउने कुरामा जोड दिन्छ। र अन्त्यमा एकाधिकार पुँजीवाद, जहाँ केही ठूला कम्पनीहरूले बजारमा आफ्नो कब्जा जमाएका हुन्छन्। अब हामी अलिकति फरक कोणबाट हेर्छौं। मतलब यो स्रोत सामग्रीले प्रस्तुत गरेको मार्क्सवादी विश्लेषणबाट यो प्रणालीलाई बुझ्ने प्रयास गरौँ। यो दृष्टिकोणको मूल तर्क के हो भने पुँजीवाद सधैँका लागि होइन। यो त इतिहासको एउटा चरण मात्र हो। यसले उत्पादन र विकास त गर्छ, तर यो आफै भित्रको समस्याका कारण एक दिन सङ्कटमा पर्नु यसको नियति हो। यो आलोचनाका 4वटा मुख्य आधार छन्। पहिलो, शोषणको सिद्धान्त, त्यही मजदुरको पसिनाबाट नाफा निकाल्ने तरिका। दोस्रो, वर्ग सङ्घर्ष, मालिक र मजदुर बीचको कहिल्यै नसकिने द्वन्द्व। तेस्रो, विच्छिन्नता, मतलब कामदारले आफूले बनाएको चिजसँग कुनै आत्मीयता महसुस नगर्नु,
आफ्नो कामबाटै पराई भएको जस्तो लाग्नु। र चौथो, अन्तर्विरोध, प्रणालीभित्रको त्यही आन्तरिक द्वन्द्व जसले बेला बेलामा सङ्कट निम्त्याउँछ। ल अब हामी यो विश्लेषणको सबैभन्दा मुख्य र भनौँ न शक्तिशाली तर्कमा आइपुगेका छौं। त्यो हो यस प्रणालीको मूल अन्तर्विरोध। त्यसो भए त्यो मुख्य अन्तर्विरोध के हो त? कुरा एकदमै सरल तर गहिरो छ। यस प्रणालीमा उत्पादन भनेको एउटा सामूहिक सामाजिक काम हो, तर उत्पादनका साधनहरूको स्वामित्व चाहिँ निजी हातमा रहन्छ। मतलब सामान बनाउन सयौं हजारौं मानिसहरू सँगै मिलेर काम गर्छन्, तर त्यसको मालिक र त्यसबाट आउने नाफाको हकदार चाहिँ केही सीमित व्यक्ति मात्र हुन्छन्। र अन्त्यमा यो विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। जब उत्पादन र मेहनत सबैको हुन्छ तर त्यसको फल र स्वामित्व केही सीमित व्यक्तिको हातमा जान्छ भने यो अन्तर्विरोधले आखिर कस्तो समाज निर्माण गर्ला? यो प्रश्नले हामीलाई यो प्रणालीको भविष्यबारे गहिरोसँग सोच्न बाध्य बनाउँछ।